हेलो गाजहरू, हामी चाहिँ यतिखेर टक्क लागेर साउडीको हामी चाहिँ भन्नुपर्दा नारिया बजारतिर छौँ है। आज यसो हल्का घुमघाम गर्न आएको अवस्था हो नारिया बजारतिर। अहिले चाहिँ टक्क लागेर हामी त बसिरहेको अवस्था छ। गाडी फर्केर बसिरहेको छ, गाडी अझ ल्याउन आएको छैन है। यस कारणले गर्दा यता रात पनि लागिसक्यो, लाइटहरू पनि पुरा बलेर झिलिमिली भइसकेको अवस्था छ है। बाहिर सो हेर्न सक्नुहुन्छ। हामीले टक्क लागेर यता गाडी पर्खेर बसिरहेको अवस्था छ है त। सो गाजहरू, तपाईँहरू कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ? यदि जिसी भ्लगमा नयाँ हुनुहुन्छ भने जिसी भ्लगलाई सब्सक्राइब गर्न नबिर्सिनु होला। टक्क लागेर तपाईँहरूलाई यस्तो नयाँ पुरा नयाँ भिडियोहरू पुरा अपलोड गर्नेछु तपाईँहरूको लागि। तपाईँ टक्क लागेर लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। आज त यति भन्दै म तपाईँहरूलाई टक्क लाएर दसपनिया बजारको हल्का के यसो रमाइला दृश्यहरू टक्क लाएर यसलाई झिलिमिलीहरू टक्क लाएर देखाउन गइरहेको छु। टक्क लाएर तपाईँले हेर्न सक्नुहुन्छ है त। यतिखेर त रात परिसकेको अवस्था छ, पुरा उज्यालोको कारणले गर्दा भनेर देखिरहेको छैन है त। पुरा नेपालमा दसैँ तिहारको बेलामा झिलिमिली भयो जस्तो पुरा झिलिमिली भइरहेको छ नि त है। झिलिमिली एकको झिलिमिली बट्टीको झिलिमिली भन्ने जस्तो भइसक्यो। सो गाइजहरू, यहाँ चाहिँ टक्क लाएर राम्रो नभन्दा बट्टी राखिदिएको छ है त। गाडी एक्सिडेन्ट नहोस् भन्ने हिसाबले टक्क लाएर यस्तो राटोपट्टि राखेको छ तल यस्तोतिर। बसी फोटो खिचेको अवस्था। हेलो गाइजहरू, भाइहरू सेल्फी हान्दै हुनुहुन्छ क्या? एकदम ठिक छ भाइ, एकदम ठिक छ भाइ। टक्क लाएर म चाहिँ टक्क लाएर यसो हल्का भिडियो बनाऊ कि भनेर भिडियो बनाउँदै गरेको अवस्था छ है। पाराले बनाउनु पर्छ नि त एकदम अलि यो साइडतिर पनि देखाउनु न त यहाँ साउदी अरेबियाको सट्ट यो नारिया भन्ने ठाउँको एकदम भ्युज देखाउनु नयाँ तरिकाले। अनि तपाईँहरूको चाहिँ काम बन्यो कि नै? के कति काम लाग्नु भएको थियो यहाँनिर? हामी चाहिँ बसको लागि वेटमा बसिरहेको। हजुर हजुर, साथीहरू आउनु भएको छैन अझै, हल्का टाइम लाग्छ होला अझै। अब कति टाइम लाग्थ्यो जानुपर्ने धेरै टाढा छ अहिले होइन। समथिङ यहाँबाट 70-80 किलोमिटर जानुपर्छ होला। लगभग 2 घन्टा लाग्छ है। हजुर 2 घन्टा लाग्छ। गाह्रो छ नि दाइ हो परदेशमा। तपाईँ पनि केही बोल्नुहोस् न हौ ल ल गाजहरू, जिसी भ्लगमा नयाँ हुनुहुन्छ भने जिसी भ्लगलाई सब्सक्राइब गर्न नबिर्सिनु होला। लाइक कमेन्ट सेयर टक्क लगाएर खाचक्क पारेर हान्नु होला। ल हजुर पनि केही यसो बोलिहाल्नुहोस्, एक दुई शब्द जाओस् न। नारियाको बजार के कस्तो लाग्यो तपाईँले? पुरा झिलिमिली भइरहेको छ। दसैँ तिहारको अब बेलामा हुन्छ नेपालमा यस्तो त है। नारियाको बजार चाहिँ दामी छ चाहिँ होइन, तर त्यही हो अब साउदीमा आइएको छ होइन। एकदम अरूभन्दा पनि फोटो हान्ने छ होइन। त्यही भएर अब हजुर नेपाली दाइहरू होइन यस्तो भ्लग सलग बनाउँदै हिँड्नुहुन्छ, एकदम खुसी लाग्छ, दामी लाग्छ। ल साथीहरू गाइजहरू है, उहाँको चाहिँ जिसी माइला भ्लग चाहिँ सबैले लाइक एन्ड सेयर गरिदिनु होला है। जोरोस नेपाली दाइहरू होइन यस्तो भ्लग सलग बनाउँदै हिँड्नुहुन्छ, एकदम खुसी लाग्छ, दामी लाग्छ। ल साथीहरू गाइजहरू है, उहाँको चाहिँ जिसी माइला भ्लग चाहिँ सबैले लाइक एन्ड सेयर गरिदिनु होला है। हजुर, हामी चाहिँ टक्क लाएर त होटलबाट यसो खाना पार्सल गरेर लिएर आइरहेको थियो। टक्क लाएर हाम्रो बिरालो चाहिँ फेरि एकदम चिनेको जस्तो पुरा टक्क लाएर नजिकै ल्याएर पुरा टाँसिन आइरहेको अवस्था थियो। अनि त्यही भएर भाइले फेरि टक्क लाएर मासु लिएर दिइराख्नु भएको छ है। अनि मस्त खाइरहेको छ कि पुरा। हेर्नु न, अनि घर पालेको बिरालो जस्तो टक्क लाएर मान्छेको नजिक आइराख्ने है। अनि भाइ, अनि बिरालोले मासु दिइराख्नु भएको छ त? अनि अब यसो आएको है, खुट्टामा लटपट्टि नआउँछ, त्यही भएर होइन टिट लाग्यो अनि त्यसो दिएको। मस्त आनन्द खाइरहेको छ कि? धेरै मजाले खाइरहेको। घरपालुवा जस्तो पुरा आनन्द मान्छेको नजिक भइरहेको छ है। त्यही भएर यसो दिएको के खाइरहेको। यस राम्रो काम गर्नु भएको छ। मान्छेले गुण गरे गुण चिन्दैनन् है। अब पशुले नै गर्नुपर्छ गुण भनेको त होइन। किनकि यिनीहरू भनेको त सारा हुँदैन होइन। केही पोकै केही दिन्छ कि भन्ने आशमा आएको थियो होला हामीसँग पनि। खुट्टामा लटपट्टि नआइरहेको है। जे होस् पुण्यको काम गर्नु भएको छ गर्नुपर्छ।
तपाईँको यति ज्यालो कम छ। भाइले पनि टक्क लाएर यसो एउटा बिरालो आउँदैछ त नि कता गर्दा नि भाग्यो त्यही पनि अझ यो त फेरि बोरोस्टेट पो हो त अनि अहो आज साउडीको बिरालले पनि बोरोस्टेट खाएका थिए आज मजगर खान्छ हौ मजगर अगायो अगायो खानु फाल्छ नेपाली तिम्रो यता हेर बोल्न त कहाँ दिन्छ ओए सबै खान मासु गरे सब खेरा गयो त राख्दैन खान्छ अर्को पनि आइरहेको भिडियो बन्दैछ त भाइरल हुन्छ क्यारे बिरालो क्या बोला शर्मा रहा यार लड़की जैसे शर्मा रहा यार के मनासो बन्टु के मनासो के मनासो हेलो हेलो दाइ के छ खबर एकदम ठिक छ भाइ एकदम ठिक छ गाडीको पर्खाइमा बस्दा बस्दा रात परिसक्यो त फेरि यार दाइ यार धेरै टाइम भयो हो कति बजी हो रुममा पुग्ने टाढै छ जान पनि 70-80 किलोमिटर होला गाह्रो छ नि हौ साउदीमा के गर्नु कति बेला जाने हो कति बेला सुत्ने हो गाह्रो छ